more tunes. एक समयको कुरा हो, एउटा सुन्दर गाउँ थियो जहाँ चारैतिर हरियाली थियो। त्यहाँका बासिन्दा सादा जीवन बिताउने मिलनसार र इमानदार थिए। माइला, कहाँ छस् त? एउटा काम हराको, के गरिरहेको यो? यो मैला हो, उसले जे गरे पनि मिलाएर गर्न कहिले जान्दैन। ओइ माइला, गोठ सफा गरिस् कि गरेरस्? म सफा गर्दैछु आमा। ओहो, कस्तो तातो भात रहेछ। बिस्तारै खा न मूर्ख माइला। सूचना 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 के को हल्ला रहेछ यो? ध्यान दिनुहोस्, एकदमै जरुरी सूचना सूचना। गाउँलेहरू कृपया ध्यान दिनुहोस्, एकदमै जरुरी सूचना छ। त्यहाँ गएर कुरा बुझ्छौ है, धेरै जान्ने सुन्ने नबन है मूर्खे माइला। हुन्छ दाई, म तपाईले भनेको जस्तै गर्छु। के गर्ने, मैले जति राम्रो गर्न खोजे पनि हुँदैन। हाम्रो गाउँको पुरानो कुवा सुकेको छ। अब हामी सबै मिलेर नयाँ कुवा खन्नुपर्छ। जसले कुवा खन्नमा सहयोग गर्छ उहाँहरूलाई गाउँको तर्फबाट उच्च सम्मान र पुरस्कार पनि दिइनेछ। गाउँमा रहेको कुवा सुकेको थियो, जहाँ पहिले कुवा पानीले भरिएको हुन्थ्यो। साथीहरूले हातेमालो गरेर गाउँको विकासमा सहभागी हौं। सबैको साथ र सहयोगको अपेक्षा गर्छु। हुन्छ, म कुवा खन्नेछु। गाउँका मान्छेहरूले हाँस्दै मूर्ख मैला एक्लै कुवा खन्ने रे भनी जिस्काउन थाले। माइला दुखी भएर रुखमुनि बस्यो, तर उसले हार मानेन। उसले आफैले कुवा खन्न निर्णय गर्यो। माइलाले कुवा खन्न आवश्यक पर्ने सबै उपकरणहरू भैँसीको पछाडि राख्यो। माइलाले सबै सामान राखिसकेपछि भैँसीमाथि चढेर गाउँको बाहिर कुवा खन्ने ठाउँ खोज्दै हिँड्यो। अब म एक्लै कुवा खन्नेछु र सबैलाई देखाइदिन्छु। सबैले मलाई मूर्खे माइला भनेर भन्छन्, तर म देखाउने छु कि म कति सक्षम छु। अर्कोतर्फ माइलाको जेठो दाई गाउँका मुखिया र केही गाउँलेहरूको साथमा जेसीबीमा बसेर कुवा खन्न जान्छन्। हिँड्दै जाँदा माइलाले गाउँको बाहिर एक खुल्ला खेत भेट्यो। त्यो खेतमा एउटा ठूलो रुख मात्र थियो। माइलाले भैँसीलाई छेउको रुखमा बाँधेर कुवा खन्न थाल्यो। माइलाले कुवा खन्दै गर्दा अचानक एक ठूलै ढुङ्गा भेट्यो, जसले उसको मेहनतमा ठूलो चुनौती खडा गर्यो। माइलाले भैँसीको सहयोगले कुवाबाट ठूलो ढुङ्गा बाहिर निकाल्न सके, जसले उसको सङ्घर्षलाई अझ महत्त्वपूर्ण बनायो। त्यसपछि माइलाले कुवा खन्न सुरु गर्यो, तर काममा लागिरहँदा माइलाले भैँसीलाई रुखमा बाँध्न भुल्यो। त्यसैले भैँसी नजिकैको तोरीको खेततिर भाग्यो र त्यहाँ तोरी खान थाल्यो। त्यसैबीच तोरीको खेतको मालिक आइपुग्यो। उसले देख्यो कि भैँसी आफ्नो खेतमा आएर तोरी खान थाल्यो। दुरुस्त तर कडा स्वरमा उसले भैँसीलाई भगाउन थाले। यो कसको भैँसी हो? अब म यसलाई नियन्त्रणमा लिन्छु। मेरो तोरी खाएको क्षतिपूर्ति तिर्नै पर्छ। म सजिलै छोड्दिन। त्यसपछि तोरीको खेतको मालिकले भैँसीलाई तान्दै आफ्नो घरतिर लग्छन्। अर्कोतर्फ माइलाले जब आफ्नो भैँसी हराएको थाहा पायो, त्यसपछि छटपटाउँदै खोज्न थाले। आज आमाले मलाई मार्ने भइन्, भैँसी पनि हराइहाल्यो। आमालाई के भन्ने होला, कस्तो तनाव भयो। माइला
भैँसी हराउन कसरी सक्छौ? तिमीले त त्यसको राम्रोसँग हेरचाह गर्नुपर्ने थियो। आमा, मलाई माफ गर्नुहोस्। आमासँग कुरा सकेर माइला सुत्यो, किनभने ऊ कुवा खन्ने कामले निकै थाकिसकेको थियो। अर्को बिहान माइला कुवा खन्न जान थाल्यो, तर बाटोमा गाउँलेहरूले मूर्खे माइला कुवा खन्न जान्छ भन्दै उसलाई चिस्कायो। अर्कोतर्फ माइलाको जेठो दाइले कुवा खन्ने जिम्मेवारी लिएका थिए। जसले जे भने पनि माइला आफ्नो कुवा खन्ने काम जारी राख्छ। कुवा खन्ने क्रममा माइलाले माटोमुनि एउटा सेतो चम्किलो ढुङ्गा फेला पारे। माइलाले सेतो ढुङ्गालाई तकिया झै राखेर केही समय आराम गर्यो। के तिमीले यस्तै गरी जादुई ढुङ्गालाई व्यवहार गर्छौ? म जादुई ढुङ्गा हो। के म सपनामा त छैन होला? यदि तिमी साँच्चीकै जादुई ढुङ्गा हौ भने यो कुवा पानीले भरिदेऊ। यति भनेर माइला फेरि सुत्छ। चमत्कारिक रूपमा कुवा पानीले भरियो। माइला केही बेर अचम्मित भयो। यस, मैले गरेर देखाएँ। माइला अत्यन्तै खुसी हुन्छ। जादुई ढुङ्गाले आफ्नो जादुले कुवालाई अझ राम्रो र दीर्घकालीन बनायो। कुवा बनेको खबर सुनेपछि माइलाको जेठो दाइ र गाउँका अन्य मानिसहरू कुवा हेर्न आएका थिए। सबैजनामा जिज्ञासा र अचम्म लागेको थियो कि माइलाले कुवा यति छिटो कसरी खने। गाउँका मुखियाले सम्पूर्ण गाउँलेहरूको अगाडि माइलालाई पुरस्कार दिए र सबैले उसलाई सम्मान गरे। माइलाको आमा पनि उसमाथि गर्व गर्न थालिन्। तिमी त साँच्चीकै जादुई ढुङ्गा हो। कुवा खन्न मद्दत गरिदिएकोमा धन्यवाद। अब के तिमीले केही सुनचाँदी पैसा पनि दिन सक्दछौ कि? यो कुरा सुनेर जादुई ढुङ्गाले आफ्नो जादुले माइलालाई केही सुनचाँदी दिए। ओहो, यति धेरै सुनचाँदी! सुनचाँदी पाइसकेपछि माइलाले केही सुनचाँदी बेचेर पैसा हात पार्यो। भैँसी फिर्ता पाउनका लागि माइलाले तोरीको खेत मालिकलाई पैसा तिरेर आफ्नो भैँसी फिर्ता पाए र आमालाई बुझायो। होइन माइला, तैँले यति छिटो कुवा कसरी खन्न सफल भइस्? दाइ, मलाई एउटा जादुई ढुङ्गाले सहायता गर्यो। माइलाले त्यो जादुई ढुङ्गा आफ्नो जेठदाइलाई देखायो, तर ढुङ्गा अगाडि राख्ने बित्तिकै त्यो साधारण ढुङ्गा बन्यो। त्यो जादुई ढुङ्गा त केवल माइलालाई मात्र देखिने रहेछ। माइला त्यो जादुई ढुङ्गासँग खुसी साथ बस्न थाल्यो। अब उसलाई कसैले पनि मूर्खे माइला भन्दैनथ्यो। Thanks for watching Hammer Tunes. Don't forget to like, share, and subscribe for more awesome tunes every week.